तपाईँ आज भोलि मेरो बेडमै आउनुहुन्न। यस्तो पाराले मैले छोरा कसरी पाउने भन्नु त? खालि जेठी र माइलीको मात्रै बेडमा जाने भए मलाई चाहिँ के खान बिहे गरे हौ र? यसले फेरि कति हतार गरिदियो। अस्ति भर भित्रिँदैछौ अनि अहिले बच्चा चाहिहाल्यो। तिम्रो नि पाला आउँछ त। अहिले ऊ जेठीको बच्चा भएन, माइलीको बच्चा भएन भनेर तिमीलाई लिएर आछु। तिमीलाई समय नदिए कसलाई दिन्छु त? टेन्सन नगर। होइन के भन्छ यिनीहरू? मबाट त कहिले पनि आउँदैन त फेरि। तँबाट किन आउनु पर्यो त? बच्चा अनि उसँग पनि राखेन र अनि कोसँग जान्छौ त तिमी चाहिँ? अनि बच्चा हुन्छ कि राम्रो राम्रो छोराछोरी दिन्छ कि भनेको। यत्रो 1-2 वर्ष भइसक्यो, न बच्चा हुन्छ न घरमा राम्रोसँग गर्छ। किन पराको तिमीहरू? के भने तैँले विनोद? जेठुले यसरी मेरो अगाडि हप्कीतप्की गर्ने हो तैँले? अनि हप्कीतप्की नगरे के गर्नु? यो भनेको त बिहा गरेर ल्याएको बाबु तैँले। यसले त मान सम्मान एकदम माया दिनुपर्छ। यी भनेका त बाइफाले आइमेहरू दोबाट भेटाएर ल्याएको। तपाईँ जे पनि नबोल्नु कि आमा। होइन दिदी भट्टामा पनि जानुहुन्न रे, ऊ भट्टामा नि आउनुहुन्न, मसँग पनि हुनुहुन्न नि। जाने चाहिँ कहाँ हो कि बाहिरतिर फेरि अर्कोतिर सल्क्या हो? फेरि यसको चाहिँ फेरि शङ्का गर्ने बानी छ क्या। यो माइली हो कि साइली? शङ्का नगरेर के गर्नु त? अनि घरमा कसैसँग नभएपछि त अनि बाहिरतिरै त होला नि। तिमीहरू यो शङ्का गर्ने बानी भएर अनि बिग्रिया हो क्या। सबैलाई समय दिइरहेको छु त। ती तिमी छौ समय मिलाएर दिइरहेको छु। चुप लाएर बस। तपाईँ त जेठी छँदा घरमा छे भनी थाहा पाउँदा आके होइन यत्रो भात खानलाई? छोरा छोरी नभएर ल्याएको हो मलाई, म आएको होइन। तैँले दिन सकिस् त छोरा छोरी? सकिन त त्यसमा मेरो के दोष? अनि चुप लाएर बस। अब ऊ कान्छी ल्याएको छ त। अब कान्छीले दिन्छ दिन्छु भनेको मेरो बेडमै आउँदैन यो बुढा। अब 3 जनासँग जाँदैन भनेपछि पक्कै पनि बाहिर सल्केको हुनुपर्छ। के अन्त्य सल्केका छौ बुढा? बट्न बोले कान्छी प्याथल के प्याथल बोल्नु नगर। नबोल्ने आफूले गर्नु सक्नु अनि अरूले भन्ने हेर हात नहालाई। आमाको अगाडि छोरालाई हात हाल्छे। आमाको अगाडि हात हाल्नाले छोरो गतिलो हुनु पर्यो नि। तँ खुब गतिलो छेस। गतिलो नै छु म। बिचरा यति सोझी मेरो जेठी बुहारी हुँदा हुँदै तँ यत्रो ठुलो भात खान आइस? सोची भनेर त हेपेको। ए जेठीले गर्दा हो क्या यो दुईटा आउनु परेको। अब बिहे गरेर के गर्नु? घरको काम गरेर के गर्नु? भविष्य बनाउनु पर्यो नि। बच्चा नभएपछि भविष्य कसरी बन्छ? यस्तो नि त बाबु। बिउना नसकेन फल चाहिँ कहाँबाट फल्छ नि? हुनु परेन? तँलाई बिउ नै छोरा छैन अहिलेसम्म। मबाट भएन भने अर्को ल्याए त खै त भएको? अब बुढी मात्रै जम्मा पार्दा रहेछौ, बेडमा नगएपछि कसरी हुन्छ छोराछोरी? कोही त यत्रो दिन भइसक्यो बिहे गरेको, एकचोटि बेडमा आएको नगएपछि कसरी हुन्छ? नाति जन्माउन त बेडमा आउनु पर्यो नि। तपाईँ तिमीहरूको बेडमा आउँदा तिमीहरू हुँदैन अनि के गर्नु त? मैले अर्को ल्याउँछ रे थुपार्दै गर। अब माला लगाऊ। थुपार्छु म त। मलाई त मेरो नाच नातिना चाहियो। 10वटा ल्याए नि म त खुसी छु। आमै त्यस्तो सिकाएपछि छोरोले के गति? एउटा माया चाहिँ मलाई जेठी बुहारीको लाग्छ। यसले मलाई एकदम दुःख परेलाई साथ दिए कि तिमीहरू छोडौलीहरू त काम न काटी आमाले भड्काकी हुन् के छोरालाई? लुगा राखी आमालाई जे पाइँदै नभन्ने फेरि केको झाम भने ल हानेर देखाउ त। अहिले तेरो डुइटी बुहारीले म सोझी भएर यो डुइटीले हेपेका यो जेठीले कति माया गर्छ यति सोझी गाला फुटी गरी हान्न बाबु। त सक्दैनस्? सबैले हान्न नि सक्नु पर्यो नि। हानेर देखाउ त। खाली जेठी जेठी भन्नु छ। जेठीले नाति खोइ त देखिन नि। अब त्यही जेठीले नाति देख्यो भए हामी दुईजनाको जिन्दगी बर्बाद पर्यो होला नि त। अब सौता आयो दिन आएको छ देऊ न त। मैले बुढा फगाएर आफैसँग राख्नुहुन्छ। आमाले यस्तो भनेपछि छोरा हामीसँग कसरी उसँग नि गएको छैन, बाहिर गयो। चुप्लाएर बस्छ च्या खाउती मर्ने बच्चा हो र फकाएर राख्नु ल भनेको। फकाएर मैले राख्न सक्ने भए तिमीहरूलाई लिएर आउँथ्यो? खोइ त्यसमा यी बुढा पक्कै बाहिरै सल्केका छन्। के हो कुरा भन त? कस्तो सल्किया कुरा? नसल्केको भए तिमीले आफ्नो घरमा बुढी छ, म अरू कहाँ सल्किन जान्छु है? कोही दिदीले नि आएको छैन भन्नुहुन्छ, उनले नि आएको छैन भन्छिन्, मसँग नि आएको छैन। जान्छौ चाहिँ कहाँ त तिमी? तिमीहरूको दिमाग अरू बेला कहाँ हुन्छ क्या? म आ बेला म आएको देख्दैन। मतलब छैन म माथि अहिले निस्केर जा तिमीहरू। गोरा आउँछ नि तिम्रो यो टुप्पीको कपाल उठ्यो। पड्काइदिन्छु नि फेरि। बस्नु भन्दा बोली नै हेर न। आमा गतिलो भएपछि छोरा गतिलो बस्दैन हामी बस्दैनौँ।
अहिले फेरि म यहाँ त्यसले गरेर अरू केटाको पछि होला घरमा सबैलाई थुपारिरहेको ल्याउँदै बस तिमीहरू यहाँ बसो बेजत भइसक्यो गाउँले सुन्यो भने के भन्ला पहिला लिएर जानु भएन अहिले के गरेर हुन्छ